म्याडम हजुर केयरलाई छु आज फेरि हजुरले काँचो केरा ल्याइदिनु थियो नि त मलाई यसैले फेरि आज परेको दसैँसम्म पनि पाक्दैन यो राखेर के गर्नु पाक्ला पाक्ला जस्तो गरेछ त गर्छु पाक्ला पाक्ला जस्तो अनि यसैलाई अब यसलाई अचार बनाउनु पर्यो भनेर यो अचार बनाउने हो अचार बनाउनु पर्यो भनेर यसरी बोक्रा निकालेँ अनि अब यसलाई यसरी सानो सानो टुक्रा पारेर यसरी काट्नु पर्यो है। तर मैले केराको अचार बनाउँदैछु फर्स्टचोटि हो है। आफूलाई थाहा नभएको कुरो त भन्न नि पर्छ, साझ मान्न नि हुन्न है। केरा बोइल गरे काटेको बोइल गरेको केरा यतिको भयो है। फेरि सानो सानो पिस गराइयो। यसमा यी काटेको यी लाम्चो लाम्चो गराएर काटेको प्याज अनि यो हरियो खुर्सानी एउटा है, हरियो तेलमा बोइल गरेको टमाटर के यो बोक्रा फालेर राखेको है। यो थोरै तिल र भाँगोको छोप है, तिल र भाँगोको छोप यो यसले यस्तो मिठो गराउँछ। कागती है, कागती यसको कति छ स्वाद अनुसार नुन है, स्वाद अनुसार नुन कति छ त्यही अनुसार नुन। त्यसपछि बिरे नुन राख्नुपर्छ। टेस्टी केही गरौँन नि त, त्यही भएर थोरै बिरे नुन भयो के मोल अलि मिल्दैन कि जस्तो लाग्यो। मैले यसमा खनाएँ है, यो ठुलो भाँडामा खनाएँ। ल यसमा यो तेल मेथी जिरा है खुर्सानी फुलाएको, यसमा यी बेसार हालेर यसलाई जम्म पारौँ है। अचार तयार भयो हुँदैछ। अलिअलि यहाँ चम्चाले तातो तेल हालेको त पोल्छ नि त। अलिअलि यो टमाटर पोलेको टमाटर थियो नि, यो टमाटरलाई यसरी मचक मुचक मिस्ने। त्यसपछि मेरो तरिका यस्तो भयो, यो बनाउने तरिका धेरै किसिमको हुन्छ, आफ्नो हुन्छ नि त, सबैले जानेको छ नि त। मैले यसरी बनाइहालेँ है। अर्को तरिका पनि छ। ल हजुरहरूको तरिका पनि यस्तै गरेर कसरी गराउने, अरू फरक किसिमले आलु मिसाएर पनि हुन्छ, गेडागुडी मिसाएर पनि हुन्छ यसमा है। कसरी बनाउने कमेन्ट गरिदिनुहोस्। कमेन्टमा हजुरहरूले पनि मलाई सिकाउनु होला। मैले पनि अरू पनि जानेको छु। अब अहिलेलाई यति एक आइटम मात्र बनाएको देखाएँ, एक तरिकाले मात्र। ल हेर्नुहोस् है यो अचार कस्तो भयो त। ल बाइ बाइ। काँचो केरा लिएर पनि कामै लाग्यो। ल बाई बाई।